हजुर म त गइसकेछु म आमा म हेर्छु के चिचिन होला त्यसले त्यो बस्नु दिनु उतै बाहिर बस्नु दिनु बाहिर बसिरस् जाउँ जाउँ तपाईँ जाउँ भनेको 12-20 पनि पढ्यो अनि अहिलेसम्म निस्के छैन अनि फोनकै आइसक्यो अनि मम्मीले फोन गर्नुभयो हामी ट्यागमा पुगेर बसिरहेको थियो घुमिरह भन्नुहुन्थ्यो यस कुरा भयो आउनु होला मोबाइलबाटै गरेको ए छोरा हो दाइको बच्चा मेरो छोरी त इटाली छ ए तिम्रो छोडिदियो है भाइ इटालीमै छ दाइको छोरा
आमा आइसक्यो ल ल भ्यू खादा हुन्छ तपाईँ पाला पाला गर्नु त अनि त्यसपछि पख्न पुगो दाई 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 आउनु तपाईँ आउनु म भिडियो बनाउनु तपाईँ आउनु न यो समातिनु होइन भिडियो ठिकै छ नि भइरहेछ नि न न उसलाई थुजौँ आउँ लम्जुङलाई तपाईँहरू कता खुदीमै होला नि तपाईँहरू खुदी हो हामी त खुदी अन्त बजेसँगै हो हामी भोलि त पासवर्डको बन्ने काम बन्यो भने यसरी त जान्छौँ के अरे पोखरा बनेन भने भोलि त बेसारै आउँछौँ होला खुदी नै भोलि बेलुका पर्छ खुदी एउटा भनेर लगाउँ त न बाबु खोइ नमलान मसरुम पुग्ने खाएको नि मसिनो यी मुया बाफिला पर्छ ल ट्रली ट्रली गुडाउनु पर्दै अब तपाईँले हुन्छ चाहिन्छ यो हजुर ऊ त्यहाँ आउँदैछ ऊ त्यहाँ लैजाउँ न त्यो हजुर ऊ त्यहाँ लाग्यो ऊ दिदी त्यहीँ छ दिदीहरू कुदिराख्नु भएको छ अनि फेरि भित्र आउनु दिँदैन नि त भित्र आउनु दिँदैन ऊ त्यहाँ एकचोटि सोध न त्यहाँ ऊ त्यहाँ लैजाउँ त्यो भित्र जाऊँ न जाऊँ सही त्यहाँ जाऊँ त
हजुर अब विचारले भन न जाउँ त्यसैमा जाउँ उसके बाबाले यस्तो भोल गर्ने के होइन हेर्नु न यो खुट्टाको कोटाएर बसिसक्यो यो त कसको हो यो ए मसिनाले के सप्राइज गरे होला जुन न खत्ता कि खत्ता भन्ने थियो ए आखिनै लगाएर कति आफू दिन गर्दा त आफू भन्दा सुलोले साथै राम्रो ल यहाँ बसेर के खानु ल कुचेर यस्तो खतरा बसा काट्नु पर्छ नै बोलाउरे होइन क्या के काट्ने होला हराएर आएको मान्छेलाई पहिलाको जुनी हरायो अहिलेको जुनी नयाँ जिन्दो पाएको नि मलाई आगे भेट्दा यो रापी अब थोड़ी बजे बनाई आजी ना आज तोर मांग नहीं तो वो दिन से चलेगा हमजन गाडी मोटो अब न होला तो तिचागल मन दे जति देना अब यो जवामा सेम लन्छिने रे नन्जिन नक्सु के नहीं सुन रहे गाडी मन लन्छिने बसेर मजाले मैले त मैंने को पच्चीस तपाईँले गाडी त हो नि हामी आएको उहाँ के भनेर काट्ने र हामी यता घर आएको रमाइलो मन खुसियालीमा मजाले बसेर मेरो ज्याकेट दिनु पाउन आएन नि यहाँ पनि ज्याकेट दिनु न भने ल के भनेर काट्ने मजे ना हजुर के भनेर काट्ने जे भनेर काट्नु घर आएको यहाँ राम्रोसँग आइपुग्यो मरेन भनेर त सबै इष्टमित्र बढ्यो अब बाटे ल देवर देवरानी छोरीहरू छोराहरू सबै भेट्यो वेलकम नेपाल घरमा आएको त हराएर आएको भएर सबैलाई सुख शान्ति हो हराएको भइ भेट्न पाउँदैन के रे सातो आओस् भनेर नि त हाम्रो सातो नि खायो तपाईँले हामीले सुगर कम्ती बढ्यो त सुगर बढ्यो नि दिनमा बिरामी भएर 24 घण्टासम्म नपाउँदा ल काट्नु न पैसा मजे ना त्यो धला दुधो काट्यो ल काटेर खानु तपाईँ काट्नु मजे ना लो पाइ देना टिरा लाग्यो ल सानो बने ढोका जे ना लो पाइ दे मैले जोडाएछ
ढोका मलाई नि गर खान्छ यहाँ समातेर